Happy birthday to you. Happy birthday to बर्थडे मम्मी लेखेर बिहान कति 8:30 मा ल्याइ अनि अब यिनीहरूलाई चाहिँ म 2 दिनलाई पुग्ने गरेको पानी हालिदिन्छु। मसँग एउटा यस्तो छ अनि सेम क्याटेगोरीको फुल बट पातमा पिङ्क कलर र मलाई यता आइसके पछाडि यही चिज मनपर्छ क्या यही म फाइनली घर आइसकिसकेँ अनि त्यस पछाडि मेरो हिलेमा अलि अलमोस्ट अनि आज चाहिँ न्यू इयर पनि हो। ह्याप्पी न्यू इयर गाइज एन्ड ममाज बर्थडे अनि मैले केक लिएर आएको छु, स्पार्कल लाइट लिएर आएको छु, स्प्रे लिएर आएको छु बट सी हेज नो क्लू अबाउट दिस। मैले चाहिँ भरे बेलुका मनाउने भनेको किनकि यस्तो चिजहरू चाहिँ बेलुका मनाउँदा राम्रो हुन्छ क्या, मजा आउँछ भनौँ न। सो मम्मी र बुवा को छ, मेरो कुरा त कसैले सुनेन नि। सो त्यही हो, म यता आइरहेको छु। अब चाहिँ म जान्छु, मेरो मम्मी के गर्दै हुन्छ हेर्छु। भर्खर आइपुगेको म घरमा चाहिँ ल्याउनु त म काटिदिइहाल्छु। सकाएँ मैले साग काटेर भने मम्मीले पकाउनुहुन्छ। मेरो घरको वरिपरिको नजारा, स्पेसली मेरो आँगन मतलब हाम्रो आँगन, स्पेसली मेरो दादा र दिदीले दुःख गरेर बनाएको यो फुलबारी चुप्पा। अहिले चाहिँ म आइसकेको छु हाम्रो मटर बारीमा मटर टिप्न पनि अनि यहाँको घाँसहरू उखाल्न पनि होइन। सो यहाँको अब काम गर्नुपर्ने हुन्छ। अब म जाँदैछु घर। फेरि मलाई घरमा मम्मी बुवा नभएपछि नि खासै घर पनि जाउँ जस्तो लाग्दैन। जस आकाश आज राम्रै छ। हिजो त यस्तो पानी परेको थियो, मलाई चाहिँ नयाँ वर्षमा नि यस्तै पानी पर्छ होला जस्तो लाग्थ्यो, तर नयाँ वर्ष चाहिँ राम्रै भयो है। क्लियर आकाश देखिन्छ। मलाई यस्तो आकाश देखेपछि चाहिँ फेरि यति रमाइलो लाग्छ नि। हाम्रो बाख्राहरूलाई घाँस पनि काटेर हालिदिइसक्यो नि। यो चाहिँ हाम्रो यहाँ मास्तिर सानो त होइन, ठुलो बाख्रा चाहिँ बिरामी छ अनि यिनीहरूलाई चाहिँ मैले चर्छन् कि भनेर छोडिदिएको घाँस काट्न नसकेर। मैस्याङहरू हातमा बोकेको घाँस खान बसिरहेछन्, वरिपरिको हरियो केही देख्दैनन्। यो चाहिँ मैले यिनीहरूको मम्मीलाई लगेर दिन आँटेको क्या, बिरामी छ त्यो बाख्रा चाहिँ। अनि यिनीहरूलाई त अब हालिदिइहालेँ मास्तिर जम्मै त। यो चाहिँ हाम्रो पुरै दाउराहरू हो। यहाँ चाहिँ हाम्रो पुन्टु बिचरा अहिले त बाँधेर यसलाई व्यवस्था गरे जस्तो भइरहेछ। एक जमाना थियो कति फुर्के थियो पुन्टा। लु यिनीहरू त यहीँ आए, यिनीहरूलाई दिने बानी छ क्या यहीँ। बाइ द वे अबको मेरो काम भनेको चाहिँ भाँडा मोल्ने हो। मैले अघि भाँडा मोल्ने भने तर मैले बाख्रालाई घाँस काटेर खुवाएँ। किचनमा कुनै भाँडा छैन, सबै यतै छन्। सनक्क बनाइसकेँ। एउटा त्यो चाहिँ माझ्न सकिनँ, त्यो मम्मीबाट मात्रै पार लाग्ने चिज हो, बाँकी सबै मैले गरेँ। यो पनि माझेकै भाँडा हो, यो मस्कौटा हो, मस्कौटा। लिपोत पनि भइयो। अनि बुवा पनि आइसक्नुभयो। अनि अब म पनि गोठ जान्छु किनकि बुवा नि गोठ गइसक्नु भयो। अब चाहिँ खाजा खाने टाइम हो। सो मैले चाहिँ चाउचाउ लिएर आएको थिएँ, करेन्ट चाउचाउ मात्र होइन, मैले करेन्ट र वाइवाई लिएर आएको छु। करेन्ट र वाइवाईको मिक्सचर। ओ माई गॉड, पसल क्या ही बोलूँ मैं। यतिको लागि यत्रो होइन नि, फेरि यहाँ अलरेडी थियो, मम्मीले बाहिरबाट खोजेर लिएर आउनुभएको, आगो जोड्नको लागि काम दिन्छ भनेर। यो बिस्कुट, चिज बल, उ त्यो हरियो के हो, यो स्प्लिट्स भिल्ला हो कि 6 भिल्ला हो, स्प्लिट्स भिल्ला। ओ माई गॉड, यो त गेम पो होला।
6 भिल्लाहरू होइन, अरू चाउचाउ करेन्टहरू चाहिँ हो है आजकै। इट्स अलरेडी रेडी। एकजनाको भाग लागिसक्यो है। खाजा खाने काम पनि सकिसक्यो अनि सबैजना आफ्नो आफ्नो काममा जानुभयो। बुवाले चाहिँ यहाँ मासु पकाउन चाहिँ रेडी गरिसके। कस्तो खरानी खरानी छ, यतिको खरानी खानु पनि पर्छ, खरानीमा भिटामिन हुन्छ। आगोमा पकाएपछि यतिको खरानी चाहिँ हुन्छ क्या। अनि मैले खरानी के अरे मैले कराई चाहिँ बसालिसकेँ होइन, अनि मैले तेल हालिसकेँ। अब यसमा म बाह्र मसला हाल्छु अनि डाइरेक्ट म मासु हाल्छु। मासु त रेडी भइसक्यो। अब दाल पकाउनलाई पनि म रेडी भइसकिसकेँ। दाल मुसुरी र कालो दाल मिसेको वाला दाल पकाउँछु म। गाइस मैले दाल पनि बसालिसकेँ। अबको मेरो काम भनेको चाहिँ सब्जी रेडी गर्ने हो। मटर छ मसँग, आलु र मटर पकाउने भइसक्यो। सो अहिले चाहिँ म बर्थडेको के भन्छ तयारी गर्दैछु। बर्थडे मम्मी लेखेर बिहान कति 8:30मा हिले आइपुगेको थियो, 9:30मा हिले आइपुगेको थियो होला। बेलुका 7:30सम्म त पग्लेर ह्याप्पी बर्थडे मम्मी त अर्कै भएछ। ल गाइस मैले जति सामान ल्याएको थिएँ यति नै हो। अनि यो चाहिँ जुगाडुको है, जुगाडुक त अलिक बिजोकै भएछ। जुगाडुक चाहिँ यस्तो भइरहेछ। जुगाडुक चाहिँ के हो भन्दाखेरि यो किम्बुको पात, किनभने डढ्ने भयो क्या। मेरो ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे डियर मम्मी, ह्याप्पी बर्थडे टु यु। जति धेरै बर्थडे मनाउने त बहाना हो, केक खाने चाहना हो। कतिखेर आयो अरे बहिनी? सुनिता कहाँबाट? कहाँ थियो अरे पर्छ? कहाँ राछ? उता दराजमा। पर कि यहाँ? पर? Happy New Year! Happy birthday! Bye bye.
Happy New Year, guys.